यो हलेसी टुक्पु माराथिका भन्ने ठाउँ है यति राम्रो छ, यति सुन्दर छ, यति झिल्ला पठानाहरू नयाँहरू यति राम्रो छ नि। प्रकृतिले दिएको एकमात्र स्वर्गको एकमात्र टुक्रा। आज यहाँ लुङता टाँस्ने ठाउँ रहेछ है। स्याम्बियाङको त्यो लोक रहेछ। अनि मेरो भाइ किरण भाइले चाहिँ आज स्वागत गर्न चाहन्छु। उहाँलाई चाहिँ नि धन्यवाद भाइ। यो टुक्पु माराथिका लगायत यहाँको तीर्थस्थल कस्तो लाग्नुभयो हजुरलाई? एकदम राम्रो दाइ, धेरै धेरै तीर्थ पनि ठुलो रहेछ, एकदम राम्रो भयो आज है। थ्याङ्क यू। अनि फेरि उतातिर पनि छैन झ्याबियाङको त्यो पनि भन्छ। अनि कस्तो भनेपछि अब हामी त पनि नयाँ हो, अब यता हाम्रो बाजे हुनुहुन्छ, अब सब उहाँले थाहा छ। अनि यता चाहिँ हाम्रो झ्याबियाङको तपस्या गर्ने ठाउँ चाहिँ यता छैन। हजुर थ्याङ्क यू ल, थ्याङ्क यू। फेरि भेट्दै गरौँ ल है। थ्याङ्क यू। धन्यवाद। किनभने मैले भोलोकहरू अलि लामो हुन्छ भनेर अनि मैले छोटो छोटो एउटा तीर्थको जुन तीर्थअनुसार एउटा गरेर मैले रेकर्ड गर्न गएको छु। अनि मेरो युट्युब च्यानल, फेसबुक पेज, टिकटकमा चाहिँ तपाईँहरूले सेयर गर्नु होला। अनि तपाईँहरूले लाइक, सेयर, कमेन्ट गर्नु भने यो जुन हाम्रो नेपालमा महत्त्वपूर्ण प्रकृतिले दिएको तीर्थस्थलहरू मैले पटक पटक हजुरहरूलाई म सुनाउन गइरहेको छु र देखाउन गइरहेको छु। थ्याङ्क यू, हेर्दै गर्नुहोला। थ्याङ्क यू, धन्यवाद। लुङता एकदम यहाँ टाँस्ने लुङता टाँस्ने ठाउँ है। यो एकदम पवित्र, यो स्वर्गको एकमात्र टुक्रो जस्तो यो एकदम पवित्र तीर्थस्थल हुन कारणले गर्दा यहाँका देश विदेश स्वदेशका सम्पूर्ण भक्तजनहरूले तीर्थ घुमाउने सबैले चाहिँ यहाँ लुङता टाँस्ने गर्दछ। थ्याङ्क यू। यस्तो छ है यहाँ तीर्थ है, हेर्नु होला। थ्याङ्क यू। वन बिसाको ठाउँ अरे हजुर। यसमा ढाड दुखेको सेक्नु पर्ने, उता टाउको दुखेको अरे घुँडा दुखेको भनेर हामीले चाहिँ जानकारी पाएको हो। टाउको दुखेको है? हजुर, उहाँ टाउको दुखेको सेक्नु हुँदैछ। हस्, थ्याङ्क यू। यो चाहिँ भगवान बिसाको ठाउँ अरे। आउँदाखेरि भगवान बिसाउनु भएको अरे। कुन यतापट्टिको? हजुर, यहाँ बसेको चाहिँ हो, बस्नु भएको अरे त्यहाँ चाहिँ। अनि त्यही भएर चाहिँ बुढी अम्लो र कान्छी अम्लो राख्ने ठाउँ अरे। अनि हाम्रो भाइ पनि बस्नुभएछ है यहाँ चाहिँ एकदम सन्चो हुन्छ। यहाँ चाहिँ यस्तो छ है। अब स्क्रिनमा देखाउन गइरहेको छु है। अनि मञ्जुश्री स्याम्बियाङ तपस्या बस्ने ठाउँ देखाउन गइरहेको छु। भरङ चढेर आउने। यो भित्र के छ भाइ छोरा भन्नु न? मञ्जुश्री गुफा। मञ्जुश्रीको कान। हजुर, यो चाहिँ मञ्जुश्रीको कान। यो चाहिँ नाक। हजुर। अनि यो चाहिँ टाउको। ओ टाउको। हजुर, यो चाहिँ राल्डी। ए राल्डी। यो तरबार क्या। अनि यो जुत्ता खोल्नु पर्छ न? थम। यो उम्ला क्या। ए आँखा। हस्, आँखा। हस् हस्। हजुर, यो लामा कता गयो? लामाहरू कता गयो? यो चाहिँ हात। ओहो, थ्याङ्क यू। अनि यो पाइला यहाँ हो है भाइ, त्यो होइन। प्रकृतिले दिएको यो सुन्दर तीर्थ नेपालमा एकदम तीर्थस्थल रहेको हुनाले भएको हुनाले है यहाँ अचम्म लाग्दछ है यो ढुङ्गाहरू। यस्तै
Dutal tuna lama ko pere trinile. Dinang tuna ko bere mo korende. Bostela सान चराउने ठाउँ यति स्पेसल छ सालेपछि माथि थ्याङ्क यू धन्यवाद अब यति म भिडियो अफ गर्न गएका छौँ है थ्याङ्क यू भेरी गुड